ह्याप्पी न्यू इयर साथीहरू, ह्याप्पी न्यू इयर। साथीहरू कोक खाएको है, कोक क्या कोक, फेरि अर्कै कोक सम्झिनु होला नि, मैले चाहिँ कोक खाएको नभए चाख्नु साह्रो। नयाँ सालको शुभकामना। 2081 सालमा नगरेका हरेक कुराहरू, जति पनि अपुरा कुराहरू छन्, यो 82 सालमा पुरा हुन्। र अरू कुरा 82 साल 81 साललाई अब जानी नजाने कुनै भुल भए क्षमा प्रार्थी भन्दै बाई बाई। र आउने 82 साललाई चाहिँ वेलकम, सुमधुर सम्बन्ध कायम होस्, सबसँग राम्रो एकदम व्यवहार होस्, नयाँ कुराहरूको सिर्जना होस्, नयाँ कुराहरू भित्र यो मनमा पनि नयाँ नयाँ कुराहरू, राम्रा राम्रा पवित्र कुराहरूको सिर्जना होस् है। सबैसँग राम्रो सुमधुर सम्बन्ध कायम होस्, कसैसँग रिस राग नहोस्, सबैसँग प्रेमी भावना होस्। जसरी गङ्गा माथि धरतीमा आउनुभयो भागीरथी गङ्गा जस्तै एकदम पवित्र गङ्गा जस्तो पवित्र हृदय होस्, निष्कलङ्क निष्कलङ्क कुनै पाप रहितको हृदय होस् सधैँ एकदम। हृदयमा जसरी हिलोमा फुलेको कमल हुन्छ नि, कमल हिलोमा फुलेको कमल हुँदैन, कचडामा पनि कमलको फुल फुलेर माथि खक्रक्क फुलेको हुन्छ नि, त्यस्तै यो दुनियाँ संसारमा बसेर पनि साथीभाइ दुनियाँ संसार जे भए पनि यो मन सधैँ कमलको फुल जस्तै माथि खक्रक्क फुलाउन सकौँ है। अनि सबैसँग राम्रो व्यवहार गर्न सकौँ, मिठो बोल्न सकौँ। जसरी कृष्ण भगवानको मुरलीको धुन हुँदैन हो, मुरलीको धुनले जसरी गाईलाई जसरी आफूतिर आकर्षित पार्नुहुन्थ्यो, गोपिनीहरूलाई जसरी आफूसित आकर्षित पार्नुहुन्थ्यो होइन। र त्यसरी नै मन्त्रमुग्ध बनाएर मिठो बोली वचन गर्न सकौँ सबैसँग है। अनि के भन्न आँटिरहेको थिएँ, अर्को एउटा कुरा बिर्सेँ मैले। समयलाई मान्छेले चिन्नुपर्छ। भगवान, हामी भगवान मान्छौँ होइन, भगवान भनेको नै समय हो, समय नै भगवान हुनुहुन्छ। समय यो हामीले चाहिँ, किनभने हामी यो अब हामीहरू अलिकति धेरै ज्ञानी छैनौँ, बुद्धिजीवी छैनौँ होइन, अलिक लो लेभलको हामीहरू छौँ है, म छु होइन। त्यही भएर मैले चाहिँ के सोच्नुपर्छ भने समय नै भगवान भनेर सोच्नु पर्दो रहेछ। सबै कुरा समयमै गरेको राम्रो हुँदो रहेछ। समयलाई नै भगवान मानेर हामी अघि बढ्यौँ भनेदेखि कति 75% कुरामा हामी पर्फेक्ट बन्न सक्छौँ क्या, समयलाई चाहिँ भगवान मान्यौँ भने। तर आफ्नो जिन्दगी चाहिँ त घडी हुन्छ नि, घडीको पेन्डलमा झुन्याउनु हुँदैन। घडी यस्तो घुम्छ, यति बेला त टाइम छ भन्दै बस्ने, यति बेलासम्म त मेरो यस्तो छ भन्दै बस्ने गऱ्यौँ भने हामीले आफ्नो जिन्दगीलाई चाहिँ घडीको पेन्डलमा झुन्यायौँ कि। अब घडी उहिले जमानामा घडी हुँदैन थियो, घडी नहुँदा पनि मान्छेले कत्रो कामहरू गर्थ्यो होइन। अब जस्तो अब अहिले चाहिँ हामीहरू के गर्छौँ, ड्युटी जानु छ, अझै अब 8 बजे, अब 8 बजे ड्युटी छ या 7 बजे ड्युटी छ भनेदेखि 6 बजेपछि अब ड्युटी जाने बेला भइसक्यो भनेर हामीहरू एकदम त्यति बेलै मानसिकमा चाहिँ ड्युटी जानु छ भन्ने थिङ्किङ राखेर हामी बस्छौँ होइन। अनि एकछिन भए पनि बस्छौँ, आराम गर्छौँ। तर त्यो उहिलेको जमानामा हामीहरू 1 घन्टा अगाडि कुनै काम गर्नु छ भने त आधी घन्टामा कति कामहरू पुरा गरेर हामी आएर पनि त्यो काममा जान सक्थ्यौँ होइन। अहिले इक्जाम्पलको लागि जस्तो 7 बजी ड्युटी जानु छ भनेदेखि मान्छे 6 बजीदेखिकै रेडी भएर एकदम ड्युटी जाने भन्दै मानसपटलमा त्यो ध्यान राखेर बसेको हुन्छ। तर त्यो चाहिँ के भयो भने अनि 7 बज्छ नि जान्छ,
अनि त्यो चाहिँ उसले चाहिँ के गर्यो अलिकति 1 घन्टा भए पनि आफ्नो समयलाई चाहिँ घडीको पेन्डलमा झुनाइदियो। त्यस्तै गर्दै गर्दै हाम्रो कति समय हामी घडीको पेन्डलमा झुन्याउँछौँ। तर यो चाहिँ राम्रो होइन, किनभने ड्युटी जानु छ 7 बजे भनेदेखि अब हामीहरू त 10 मिनटमा 15 मिनटमा पुगिजाइन्छ नि होइन। त्यो टाइममा पुग्ने बेलामा त्योभन्दा अगाडि कति कामहरू पनि त भ्याउन सक्थ्यौँ नि हामीले। तर त्यो काम हामी गर्ने इच्छा राख्दैनौँ के। र त्यही समयलाई चाहिँ हामीले त्यो समयलाई चाहिँ क्यालकुलेसन गर्दै 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 जाँदा हामीले कति समय चाहिँ हामीले पेन्डलमा झुन्याउँदो रहेछौँ। क्यालकुलेसन गर्नुहोस् त 1 वर्षमा। मलाई चाहिँ त्यस्तो लाग्यो। त्यही भएर हामीले आफ्नो समयलाई चाहिँ पेन्डलमा झुन्याउँदा आफ्नो जिन्दगी नै पेन्डलमा घडीको पेन्डलमा झुन्याइराखेका हुन्छौँ। र साथीहरू यो 82 सालमा आफ्नोको यो नयाँ आउने यो आएको नयाँ 82 सालदेखि आफ्नो जिन्दगीलाई घडीको पेन्डलमा नझुन्याइकन आफूले ठुस ठुस काम गर्दै जाने, अघि बढ्दै जाने, गर्दै जाने होइन। अनि ड्युटी जानु अगाडि 1 घन्टा अगाडि तयार भएर टाइममा जानुपर्ने भन्दै नबसौँ है। त्योभन्दा अलिकति अगाडि कति कामहरू पनि हुन्छन्, हामी त्यो काम पनि हामी निम्ताउन सकिन्छ। अनि बाँकी कुरा अर्को एउटा इम्पोर्टेन्ट कुरा थियो के भन्नुला भन्दै थिएँ बिर्सिगएँ है। र जिन्दगीमा मैले चाहिँ अब के भन्न चाहन्छु नि, जिन्दगीमा कसले के भनौँ उसले के भनौँ उसले के भनौँ चारवटा मान्छेले के भने भनेर चाहिँ हामी उनीहरूको कुरा सोचेर नबसौँ, त्यो थिङ्किङ राखेर नबसौँ। हामीले सोच्ने कुरा सोचौँ र उनीहरूले सोच्ने कुरा पनि हामीले नै सोच्यौँ भने उनीहरूलाई चाहिँ के सोच्न दिने त होइन। त्यही भएर हामीहरू अब अरूले के भन्छ कि भनेर आफ्नो जिन्दगीलाई अरूको सोचाइ, आफ्नो जिन्दगीको रिमोट अरूको सोचाइमा हामी नदिउँ। किनभने आफ्नो यो मनले जे भन्छ आफूले मनले भनेको कुरामा अघि बढौँ हिँडौँ। यो जिन्दगी अमूल्य जिन्दगी हो, मानिसको जिन्दगी एउटा अमूल्य जिन्दगी हो। भगवानले हामीलाई चराचर जगतमा एउटा मनुष्य चोला यस्तो दिनुभएको छ, हामीलाई यो गिफ्ट हो। तर यो गिफ्ट हो, हामीले सेवा गरौँ, आफ्नो क्षमताले भ्याएसम्म सेवा गरौँ। त्यस पछाडि अनि हामीले गर्ने आफ्ना कार्यहरू गरौँ। यस्तो के अब कुनै पनि कार्यहरू म भक्ति भएँ, म यस्तो खान्न त्यस्तो खान्न म एकदम भनेर चाहिँ त्यो खान्न भन्दाखेरि कति घमण्ड मनमा आउँछ होला। म भक्ति गरेँ भने कति घमण्ड आउँछ होला। तर त्यस्तो घमण्ड चाहिँ मनमा राख्नु नहुँदो रहेछ। किनभने त्यस्तो घमण्ड अलिकति पनि आयो भने त्यो घमण्ड चक्राचुर हुँदो रहेछ साथीहरू। र त्यस्तो घमण्ड आउनुभन्दा बरु आफ्नो जिन्दगी सादा जिन्दगी, उच्च विचार बरु त्यस्तैमै बरु रमाउँ होइन। घमण्ड आउने काम गर्नुभन्दा घमण्ड आउँदैन भने चाहिँ गर्नु एकदम राम्रो कुरा हो। र त्यही भन्छु म चाहिँ साधारण जिन्दगी जिउने हो, उच्च सोच विचार राख्ने हो, सबैको भलो चिताउने हो, मनमा सधैँ उच्च सोच विचार र पवित्र हृदय राख्ने हो, मनमा कुनै पनि कलङ्कित कालोपन कहिले नराख्ने, मन सधैँ कलकल कलकल बगेकी गङ्गा जस्तै निर्मल र स्वच्छ बनाउनु पर्छ। र जसरी हिलोमा फुलेको फुल हुँदैन कमलको फुल, खक्रक्क चारैपट्टि खक्रियोस् त्यो फुल, बिचमा दियो राख्नुहोस् र यो हृदयलाई झकमक्क उज्यालो बनाउनुहोस्। यही नै ह्याप्पी न्यु इयर हो। सधैँ नयाँ सालमा सबैको हृदय यस्तै कमलको फुल जस्तै बनोस्। ह्याप्पी न्यु इयर, ह्याप्पी न्यु इयर, ह्याप्पी न्यु इयर 2082 साल। ह्याप्पी न्यु इयर। सबैको हृदयमा प्रेमको बिजारोपण होस् र बिजारोपण ठुलो भएर खक्रियोस् र कमलको फुल जस्तै खक्रक्क भएर दियो जगमग्स। जय शम्भु हर हर महादेव, जय शम्भु हर हर महादेव, जय नरसिंह भगवान, जय शम्भु।